ल हेर्नुहोस् ओलीजी, आखिरमा ड्राइभर त म नै भयो नि। तपाईँले जतिसुकै रेल र ग्यासका कुरा गरे पनि यो पुरानो माइक्रो चलाउने आइडिया मेरै हो। मने कस्तो छ त मेरो ड्राइभिङ? ड्राइभिङ त ठिकै हो प्रचण्डजी। तर तपाईँको यो स्टियरिङ कतिखेर दायाँ मोडिने हो अनि कतिखेर बायाँ कसैलाई थाहा हुन्न हो। यो त भाग्यको खेल हो। अनि देउवाजीलाई चाहिँ किन कन्डक्टर पनि नबनाई छेउमा मात्र राख्नु भएको, टिकट नपाएर हो? ज्योतिषले त मलाई 7 पटक ड्राइभर बन्छौ भनेको थिए, तर यसपालि त टिकटै काट्न पाइन। साइड अलि मिलाएर च्याप्नुस् न, म त खस्छु जस्तो लाग्यो। धन्यवाद प्रचण्डजी, मलाई चाहिँ कन्डक्टर भइ नै राख्नु भयो। सिट खाली बालबेनी कुशवा। मने म तपाईको लागि त्यति त गरिहाल्छु नि, बरु ओलीजी बालेनले बाटोमा डोजर लिएर कुरिरहेका होलान्। बालेन खै कहाँ, गाडी युटर्न हानिहाल्नुस् त, मेरो त सातो पुत्लो उड्यो। नातिनुस् न ओलीजी, जिस्केको मात्र सपनामा पनि बालेनले आएर तर्साउँछ होला हैन ओलीजी आजकल त। प्रचण्डजी, आजलाई बालेनको नाम सुनेपछि पुग्यो, मलाई घर लगेर छाडिदिनुस्, म अब अगाडि जान सक्दिन। हो र? अनि भाडा कसले उठाउँछ त ओलीजी? आजको लागि देउवाजीलाई कन्डक्टर बनाउनुहोस्। मेरो पनि भाग्य चम्कियो त एक दिनको लागि भए पनि, बालेनले गर्दा। थ्यांक यू बालेन।